उठाएको कुराहरू नै हो हैन। हैन मुख्य रूपमा मैले तपाईँ अध्यक्षजीसँग के अनुरोध गरेँ भने यो नगरपालिकामा अहिलेसम्म नभएका कामहरू नगरपालिकामा भएको छ। कर्जना नगरपालिकामा जनप्रतिनिधिबाटै नगरपालिकामा तालचा मार्ने जुन कार्य भएको छ यसको मुख्य कारण के छ? कहाँ निर्ता पाएर यसको मुख्य कारण के हो भन्दाखेरि जनताले बारम्बार चासो राखेको कार्यपालिका भवनको विषयमा तपाईको विभिन्न संघीय मामिला मन्त्रालयले पनि तपाईको चाहिँ चिठी पठाइसकेको छ। विधि र प्रक्रिया पुगेन। विधि र प्रक्रिया यदि पुगेको छैन भने विधि र प्रक्रिया बनाएर त जनतालाई त प्रशासकीय भवन बनाएर दिनु पर्यो नि। हजुर हजुर हाम्रो भनाइ त्यो हो। जनताको लागि भनेर सशर्त बजेट तपाईको कोल्ड स्टोर तपाईको संघीय सरकारबाट कोल्ड स्टोर बनाउन भनेर पैसा पठाएको छ। त्यो कोल्ड स्टोर तपाईको 79 सालमा पनि बजेट आयो, 80 सालमा पनि आयो। 79 सालमा तपाईको टेन्डर निकाल्यो, शिलान्यास गर्यो, 80 सालमा पनि कोल्ड स्टोर बनेन। अनि अब 81 सालमा आएर त्यो बजेट रोकिदियो। यसको जिम्मेवारी कसले लिने? यस्ता यस्ता कुराहरूदेखि लिएर सौर्य सिमेन्टको कुरामा पनि स्पष्ट कुरा भएको थियो। तपाईको हामी लगायत उपमेयरज्यूको नेतृत्वमा हामी सौर्य सिमेन्टमा पनि गएको थियौँ, कार्यदल गएको थियौँ। त्यहाँनिर उहाँसँग छलफल गऱ्यौँ। त्यसपछि उहाँलाई बोलाइयो, उहाँ आउनु भएन। 3वटा नगरपालिकाले चिठी काट्यो, त्यो पनि आएन। त्यसपछि हामीले कार्यपालिकामा भनेका छौँ सौर्य सिमेन्टको कुनै पनि काम कारबाहीहरू नगर्ने, रोक्का राख्ने। तर आज पनि वडा नम्बर 10बाट चाहिँ उहाँनेरिको उसको जग्गाको चाहिँ मालपोत तिरो काटिरहेको छ। यो त के भइरहेको छ? यो त जनताले बुझ्ने कुरा हो नि। कमलाको उत्खनन विषयमा पनि तपाईहरूले भर्खरै केही दिन अगाडि मात्रै 18 बुँदे जुन माग यो नगरपालिकामा प्रस्तुत गर्नुभएको थियो त्यो लगतै फेरि अर्कोपल्ट तालचा मार्ने अवस्था किन आयो? प्रमुख प्रशासकलाई यो यस्तो आज के थियो भन्दाखेरि आज तपाईको छलफलको लागि बोलाइएको थियो। छलफल आजको टाइम गर्ने र संवाद मेयर साहब पनि र हामी जनप्रतिनिधि बसेर त्यहाँनिर चाहिँ के हो सत्य तथ्यमा आधारित रहेर जनतालाई पनि उपस्थित गराउने र तपाईको लाइभ पनि देश विदेशमा रहनुभएका नगरवासीहरूलाई चाहिँ लाइभबाट पनि सूचित गराउने कामको लागि चाहिँ आजको समय निर्धारण गरेको थियो। हामीहरू 10 बजेको पत्र पायौँ, हामी आयौँ। तर उहाँले चाहिँ हामी भन्छौँ यही प्राङ्गणमा बसेर छलफल गरौँ। उहाँले चाहिँ भन्नुहुन्छ उहाँको कार्यकक्ष भन्दा म बाहिर कहीँ पनि निस्किँदिन। अब उहाँको कार्यकक्षमा के को छ? एउटा जनताको जनप्रतिनिधि भइसकेपछि त यदि जनताको सरोकार राखेको विषयवस्तु उठ्छ भने त उहाँले गर्न पनि मिल्यो नि त। हजुर जनताको बिचमा गएर कुरा गर्न पनि मिल्यो नि। हो त उहाँ जनताको बिचमा गएर कुरा गर्नलाई किन डराएको? उहाँको कार्यकक्षकै भित्रमा बसेर गर्नुपर्छ भनेर त उहाँले पुलिस प्रशासन मगाएर उहाँ आफूलाई चाहिँ राजा हो, यस पालिकाको चाहिँ राजा नै हो भन्ने दम्ब देखाउन खोज्नु भएको कारणले हामीले चाहिँ स्वीकार गरेनौँ। हामीले भन्यौँ बाहिरै बसौँ, जनताको माझमा बसौँ, जनता एकातिर बस्छन्, तपाईँ एकातिर बस्नु, हामी जनप्रतिनिधि एकातिर बसौँ। तथ्यमा आधारित तपाईँले चाहिँ के हो सत्य तथ्य कुरा भनिदिनुहोस्। यदि तपाईँले सत्य लुकाउनु भयो भने हामी क्रस क्वेसन गरौँला, होइन भने जनता कोही पनि बोल्दैन। तपाईँको त्यहाँ लाइभ हेर्छ, त्यहाँनिर तपाईँको जनता बसेर तपाईँ हामीलाई सुन्छ भन्दाखेरि पनि उहाँ होइन, उहाँले चाहिँ हट गरेर चाहिँ मेरो कार्यकक्षभन्दा म बाहिर जाँदिनँ, उहाँले व्यथिति हुन्छ भन्ने कुरा गर्नुभयो अरे अरू साथीहरूसँग। भोलि अर्कोले भन्ला मलाई कर्जनामा आएछ, कसैले भन्ला अरे मलाई मरेवामा आएर दे उत्तर दे भनेर भन्ला। त म भन्छु जनताबाट निर्वाचित भइसकेको मान्छेले जनताले जहाँ बोलाएर क्वेसन सोध्न चाहन्छ भने त्यहाँ उत्तर दिनलाई हामी जनप्रतिनिधिलाई कुनै गाह्रो नहुनुपर्ने मलाई चाहिँ जस्तो लाग्छ, होइन। अब उहाँलाई किन गाह्रो लागेको होइन भने योभन्दा अगाडि यहीँनिर पनि नागरिक समाजहरूले चाहिँ यहीँनिरको चाहिँ जनताहरूले चाहिँ ज्ञापनहरू पत्र गराएर तपाईँको चाहिँ कर्जना बजारमा चाहिँ आम भेला राख्दाखेरि उहाँ नगर प्रमुख नै हो, तपाईँ यस कर्जना नगरपालिकाको नगर प्रवक्ता हो, तपाईँले गएर त्यहाँ जवाफ दिएर आउनुहोस् भन्दाखेरि म उहाँको आदेश मानेर चाहिँ जनताको माझमा गएर चाहिँ जे सही सत्य हो, जे कानुनी हो म त्यो भनेर आइसकेको मान्छे
हैन अध्यक्ष तपाईलाई के रोक्यो भने जनताको आशा र जनताले चाहेको विकास निर्माणका योजना भन्दा पनि केही वडा अध्यक्ष र मेयरको बीचमा आपसी केही कुराहरू नमिलेपछि यो अहिलेको अवस्था सिर्जना गर्नुपर्ने अवस्था छ र यहाँनिर केही स्वार्थहरू लुकेको छ भन्ने पनि जनताहरूको तपाईले त्यही त मैले भने तपाईले आपसी नमिलेको एजेन्डामा कुरा नमिलेको खोज्नु भएको कि आपसी के कस्तो किसिमको आपसी मिलेन भन्नु खोज्नु अनि ठ्याक्कै अस्तिसम्म पनि तपाईहरुको एकदमै मिलिरहेको थियो मेयरको वडा अध्यक्षहरु सबैको 81 यो आन्दोलन गर्नु हैन हैन तपाईहरुले यस्तो छ के हो भने हामी कार्यपालिका सदस्य यहाँ सुन्नुस् न सर हामी कार्यपालिका सदस्यको नाताले हामी वडा अध्यक्ष पनि भएको नाताले हामीहरुसँग जनगुनासोहरु विभिन्न आउँछन् हामीले त्यो कुरा चाहिँ कार्यपालिका बैठकमा राख्ने हो हामीले त्यहाँनेरि डिस्कसन गर्ने हो हामीले त्यसमा ध्यान आकर्षण गराउने हो अब हामी त रचनात्मक भूमिका खेल्ने हो यदि गलतलाई गलत भन्ने हो सहीमा सही उहाँले सही ट्र्याकमा हिँडिराख्नु भएको छ भने उहाँसँग हातोमालो पनि गर्नुपर्ने अवस्था आउँछ यदि उहाँ ट्र्याक भन्दा बाहिर गयो भने हामीले सतर्क पनि गराउनुपर्छ हामीले त्यो कार्यपालिकामा हामीले बारम्बार उहाँलाई सतर्क गराएको हो र तपाईलाई एउटा जानकारी दियौँ हामीले 80 सालमा पनि हामीले कार्यपालिका बहिष्कार एकपटक गरिसकेका हौं त्यति बेला पनि उहाँहरूले चाहिँ कार्यपालिका बैठकमा चाहिँ ल ठिक छ तपाईहरु कार्यपालिका बैठक सुचारू गर्नुस् म चाहिँ नोट अफ डिसेन्ट हामी चाहिँ लेखेर जान्छौँ भन्दाखेरि उहाँले नोट अफ डिसेन्ट लेख्नका लागि पनि उहाँले चाहिँ हामीलाई त्यति बेला चाहिँ बहिष्कार गरेको हो त्यसपछि कार्यपालिका बैठक हामीले बहिष्कार गरेर निस्क्यौँ र निस्किसकेपछि भोलिपल्ट हामी उपमेयर लगायत हामी चाहिँ कार्यपालिका सदस्यहरू हिजो के निर्णय भयो हामीलाई हेर्न पाऊँ भन्दाखेरि चाहिँ प्रमुख प्रशासकीय अधिकारी त्यति बेला बुद्धिमान दनवार हुनुहुन्थ्यो उहाँलाई सोध्नु होला उहाँले सिधै हामीलाई नगर प्रमुखको आदेश छ तपाईहरुलाई चाहिँ निर्णय देखाउन मिल्दैन भनेर चाहिँ उहाँले 80 सालमा पनि भनिसक्नु भएको छ हामीले अन्तरसंघर्ष त गरिरहेका छौं नि कार्यपालिका सदस्य भएको नाताले हामी त डाइरेक्ट जनता जस्तो त बाहिर निस्किनु त मिल्दैन हजुर अध्यक्ष यसको तपाईले भने अनुसार तपाईहरुलाई केही वडा अध्यक्षहरुलाई मेयर साहब तपाईहरुलाई पेलेर जान खोज्नु भएको हो भन्ने कुरालाई प्रस्ताव चाहिराख्नु भएको छ हो अब उहाँले अब त्यो पेलेर जान खोज्नु भएको कि के गर्नु अब उहाँसँग जवाफ लिनु होला हैन तर हामीले चाहिँ कहीं न कहीं त्यस्तो किसिमको अनुभूतिहरू हामीले चाहिँ पाइरहेको छौं तपाईलाई मैले अहिले भर्खरै घटना सुनाइहाले कार्यपालिकाको विषयमा नोट अफ डिसेन्टसम्म लेख्न नदिने भनेर चाहिँ त्यो भनेको त पेल्नै खोजेको हो नि हैन आज वार्तामा बोलाएर चाहिँ तपाईको वार्तामा नआउने हैन चेम्बरमा आयो भने मात्रै म वार्ता गर्छु भनेर चाहिँ उहाँले अटाएर राख्नु भनेको त्यो त पेलेकै हो नि हैन र हजुर हजुर अब मेयर साहबले यति गर्दासम्म पनि मानेन भने तपाईहरुको कुरालाई मानेन भने अब के गर्नुहुन्छ तपाईहरुको योजना के हुन्छ बताइदिनुस् त अब हेर्नुस् हामीले यो के हो भन्दाखेरि हामीले जनताको विषयवस्तु उठान गरेको यो हामीले हाम्रो व्यक्तिगत लाभको लागि हाम्रो फाइदाको लागि हाम्रो सेवा सुविधाको लागि गरेको हैन यो एजेन्डाहरु मलाई लाग्छ तपाईले यी कर्जना नगरवासीहरुलाई पनि सोध्नु होला कि वास्तवमा यो एजेन्डाहरु यो जनताको लागि हो कि वडा अध्यक्षले आफ्नो स्वार्थको लागि आखिर यो कोल्ड स्टोर त एउटा वडा अध्यक्षको लागि मात्रै फाइदाको विषय होइन होला प्रशासकीय भवन यदि हामीले कर्जना नगरपालिकामा हामी नगरवासीहरूलाई दिन सक्यौँ भने त यो त वडा अध्यक्षको विषय होइन होला सोर्या सिमेन्टबाट 2 रुपैयाँ भए पनि हैन राजस्व यदि कर्जना नगरपालिकालाई आउँछ भने यही कर्जना नगरवासीहरूको लागि खर्च हुन्छ होला यी कुराहरू त हाम्रो स्वार्थभन्दा त माथि हो जस्तो हाम्रो चाहिँ ठम्मै छ र यो गुनासोहरू यो विषयवस्तुहरू चाहिँ जनताहरूले ठाउँ ठाउँमा हामीहरूलाई चाहिँ भेट्दाखेरि उठाएको विषयवस्तुहरू हो त्यही विषयवस्तुहरू हामीले राखेर चाहिँ यो आन्दोलन गरेको न हो हजुर अब यो कर्जना नगरपालिकाको प्रशासकीय भवनकै कुरा तपाईले एक नम्बरै बुदामा भन्नुभएको थियो यो कर्जना नगरपालिकाको प्रशासकीय भवन कम्तीमा बन्नु पर्यो एउटा आफ्नै कार्यालयको भवन यो भवन कर्जनामा बनाउनु पर्छ भन्ने कुरामा तपाईहरु सबैजना एकमत हुनुहुन्छ हामी यस्तो हो कर्जनामा बनोस् वा बन्दीपुरमा बनोस् बस्तीपुरमा हाम्रो विषयवस्तु हामीले हाम्रो सरकार त्यति छैन कानुन सम्मत जहाँ बनाउन चाहनुहुन्छ तर कानुन सम्मत तपाईले छिटो बनाउनु पर्यो हाम्रो भनाइ कमसेकम हाम्रो कार्यकालमा नगरवासीहरूलाई हैन प्रशासकीय भवन दिएर वडाध्यक्षहरु बीच जुन यो विवादको एउटा जुन अवस्था देखिएको छ यसलाई समाधान गर्नको लागि अबको पहल चाहिँ के हुन्छ अब यस्तो हुन्छ हेर्नुस् सर यो हामीले जनताको विषयवस्तु उठान गर्दैको हो यदि
हामीलाई साथ सहयोग जनताले गर्यो भने हामी होइन पहल कदमी जहिले पनि गरिरहेको हुन्छौँ। यदि हामीलाई जनताले साथ सहयोग हामी यदि जनताहरूबाट आएन भने हामी त फेरि कार्यपालिकामा त हामी त लड्छौँ नि। हाम्रो त यात्रा त निरन्तर रहन्छ, बाहिरबाट गर्ने कि भित्रबाट। हिजो भित्रबाट गरिरहेका थियौँ, अहिले बाहिरबाट गरिरहेका छौँ, भोलि फेरि भित्रबाट पनि गर्नुपर्ने अवस्थाहरू आउन सक्छ। अब यसको अब तपाईँको यो बेथिरी विरुद्ध यो विरुद्ध त हामी त लडि नै रहेका हुन्छौँ। कहिले बाहिरबाट आएर जनतालाई सूचित गरेर हामी गर्छौँ होइन। फेरि हाम्रो अर्को भूमिका चाहिँ फेरि कार्यपालिकामा पनि गएर हामी गर्नुपर्ने हुन्छ। यदि जनताहरूले साथ र सहयोग दिइरह्यो भने हामीलाई यसलाई निरन्तरता पनि दिइरहेका छौँ। हजुर, रेडियो गङ्गाजलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। हस्, धन्यवाद सर। यो आदरणीय नगरपालिकामा वार्ड अध्यक्षहरूले र केही व्यक्तिहरूले आन्दोलन जुन गरेको छ र तपाईँलाई कार्यकक्षमै थुन्ने जुन कार्य गरेको छ, यसलाई कसरी लिनुभएको छ? हजुर हजुर, होइन कार्यकक्षमा थुनेको छैन मलाई, बुझ्नु होइन। पछि त्यहाँनिर चाहिँ उहाँहरूले चाहिँ तालाबन्दी गर्ने भन्ने विषयको कुराहरूमा आउनुभएको थियो। पछि तालाबन्दी भएन होइन। मेरो कोठामा चाहिँ पछि म बाहिर मेयर साहबकोमा चाहिँ एउटा कामले निस्केको थिएँ, ताला लगाउनु भयो। पछि अहिले हिँड्ने बेलामा चाहिँ उहाँहरूले ताला खोलेर जानुभएको छ प्रहरीले। त्यसलाई कसरी भन्ने, अब दुईटा पक्षको बिचको कुराहरू होला। अब धेरै विषयको कुराहरूमा पनि यसमा हजुरलाई पनि अब यो भिडियोहरू सामाजिक सञ्जालमा र त्यहाँको गतिविधि हेर्दाखेरि तपाईँमाथि पनि उहाँहरूको केही न केही अब मन नपरेको कुनै कार्य गर्ने जुन शैली छ त्यो हेर्न सकिन्छ। त्यस्तोले गर्दा यो अवस्था सिर्जना भएको हो, यसलाई भन्न सकिन्छ? त्यो माग उहाँहरूले कसरी गर्नुभयो? मैले चाहिँ उहाँहरूले राखेको 18वटा बुराको मागहरू राखेको छ। तपाईँहरूको यो विषयको कुराहरूमा लिखित रूपमा होइन, म त कर्मचारी हो, मेरो जिम्मेवारीमा भएको मसँग भएका विषयको कुराहरूमा मैले अहिले तपाईँहरूसँग मात्र होइन सबैसँग मलाई लिखित रूपमा चाहियो भनेदेखि म कार्यालयको प्रमुख प्रशासकीय अधिकृत भएको सम्बन्धमा यो विषय कुराहरू भएको छ भनेर मैले लेखेर दिइदिन्छु। अब कार्यकक्षमा आएर त्यो विषयको कुराहरूमा सोध्नुहुन्छ, मौखिक हिसाबले सोध्नुहुन्छ, एबिसिडी जोसुकै होस्, त्यसलाई म मेरो भएको तथ्यगत हिसाबले है लिखित रूपमा जब दिन्छु भनेर भनिसकेपछि मौखिक हिसाबले तथ्यगत हिसाबले त्योभन्दा दायाँ बायाँ हुने विषयको कुरा नै भएन, लेखेर म दिइदिन्छु भनेर मैले उहाँहरूलाई भनिसकेको हो। अब उहाँहरूको भनाइ चाहिँ के छ औपचारिक विषयमा, यो तपाईँसँगको म्याटरको विषयको कुराहरू होइन, यो मेयर साहबसँगको विषयको कुराहरू हो। त्यस कारणले गर्दाखेरि मेयर साहबले यो विषयमा जवाफ दिनुपर्छ, तपाईँले दिएर हुँदैन भन्ने विषयको कुराहरू। हजुर, उहाँहरूले जुन 18 बुँदे माग पत्र एउटा नगरपालिकामा प्रस्तुत गर्नुभएको छ, त्यो जायज मागहरू छ? त्यसमा त्यो त यहाँहरूले सबैले हेर्नुभएको छ होइन। यहाँहरू सबैलाई यो विषयमा जानकारी भएको छ। अब के भएको छ, यो कुराहरू कति भयो कति भएन भन्ने विषयको कुराहरू उहाँहरूले राख्नुभएको छ। जस्तो अब सेनिटरी प्याड भएन भनेर भन्नुभएको छ। मैले भने सेनिटरी प्याड थुपारेर मात्रै हुँदैन नि हजुर, हामीसँग यो वर्षलाई मात्रै होइन आउने वर्षको लगभग भदौ असोजसम्मलाई पुग्ने सेनिटरी प्याड हामीसँग मौजात छ। राज्यको पैसा आयो भन्दैमा सबै किनेर थुपारी राख्नुपर्ने त्यो पनि अर्को दुरुपयोग हो भन्ने मेरो हो। अब उहाँहरूले कतिपय कुराहरू मलाई जानकारी भएन भन्ने विषयको कुराहरू राख्नुभएको छ। त्यो त आएर तपाईँहरूले सम्बोधन गरेर मलाई सोध्या भए भन्नु हुन्थ्यो भन्ने। अनि तिनै हामीले कतिपय विद्यालयहरूमा सेनिटरी प्याड छ कि छैन भनेर चाहिँ उहाँहरूकै सामनेमा चाहिँ प्रहरीसँग कुरा गर्दाखेरि उहाँहरूले त्यस्तो किसिमको विमतिका कुराहरू केही राख्नु भएन। अब अफिसियली विषयको कुराहरूमा केही छैन। अब यो राजनीतिसँग सम्बन्धित कतिपय कुराहरू होला जस्तो लाग्छ मलाई होइन। अब यो विषयमा चाहिँ मैले केही पनि भनेन। 18वटा मागको कुरा पनि मैले सरलाई धेरै मात्रै के अनुरोध गरेँ भने यहाँ वडा अध्यक्ष र केही वडा अध्यक्षहरू र मेयर बिचको कुरा ठ्याक्कै नमिलेको विषयहरू के कारणहरू छन् जसको कारणले यो अवस्था भएको छ अहिले पालिकामा? केही भएको छैन। त्यो विषयको कुराहरू सम्बोधन गर्नको लागि भएको विषयको कुराहरूमा मेयर साहब पनि तयार। मेयर साहब यो विषयहरू यो बुदाहरू जुन माग गरेको छ त्यो मागहरू प्रस्तुत गर्नको लागि तयार हुनुहुन्छ? सबै तयार, मात्रै विमति भनेको चाहिँ कुन ठाउँमा कसरी प्रस्तुत हुने भन्ने विषयको कुराहरूमा मात्रै यो तयारी हो। अब मेयर साहब
को तर्फबाट भन्ने हो भनेदेखि ठिकै छ, मेरो कार्यकक्षमा बसौँ, 4वटा क्यामेरा राखौँला, लाइभ प्रचार गरौँ, जे अवस्थाको कुराहरू छ, जति चाहिँ हामीले क्षमताले भ्याएसम्मको त्यो विषयको कुराहरूमा हामी लाइभली मिडियामा चाहिँ लाइभ गरौँ। धेरै त्यसो भए तपाईँहरू जनताको माझमा प्रत्यक्ष प्रसारण गर्न, तपाईँहरू बिचको छलफल गर्नको लागि मजाले एजेन्डै थियो नि त। आज हामी प्रत्यक्ष प्रसारण गर्ने, अब कार्यपालिकाको बैठक यो विषयको कुराहरूमा पनि प्रत्यक्ष प्रसारण गर्ने भनेको त साहबले लगभग आज त्यही विषयमा कुराहरू भएर हामी प्रत्यक्ष प्रसारण गर्न चाहिँ स्ट्यान्डमा रेडी थियौँ मात्रै। अब उहाँहरूले भनेको ओपनली हुनुपर्छ, उसमा चाहिँ खुल्ला चौरमा भनेको बैठक, अब खुल्ला चौरमा बैठक जेनरली हुँदैन, त्यसैले कोठाभित्र गरौँ, केही छैन। जति हामी बस्छौँ, तपाईँहरूलाई जतिजना बस्न सक्ने अवस्था छ म्यानेज गरेर हामीले काम गरौँ होला। भोलि हामीले गरेका कुराहरू झ्याल ढोकाहरू खोलौँ, ओपनली काम गरौँला, 2-4टा क्यामेरा लिएर आउँला होइन, अनि लाइभ प्रसारण गरिदिउँ, सकियो नि भन्ने विषयको कुराहरूमा मेयर साहबको थियो। उहाँहरू त्यो लाइभ प्रसारण गर्ने विषयमा जसले माग राख्नु भएको छ उहाँहरू पनि त्यसमाथि सहमत, तर हामी मेयर साहबको चेम्बरमा बसेर चाहिँ यो काम नगर्ने भन्ने विषयको कुराहरूमा गएर अड्केको हो होइन। अब हाकिम साहब, तपाईँले पनि अब कर्जन्हा नगरपालिकामा लामै समयदेखि बसिराख्नु भएको छ। कर्जन्हा नगरपालिकाको लागि यो एउटा नौलो घटना देखियो। जनप्रतिनिधि जनताबाट निर्वाचित भएको व्यक्तिले नै नगरपालिकामा तालचा मार्ने अवस्था जुन सिर्जना भयो, यसले गर्दा नगरपालिकाको यो प्रशासनिक काम र विकास निर्माणका कामकाजहरूमा कतिको असर पार्न सकिन्छ? जनताको के अरे जनताले हाम्रो लागि काम गर्नको लागि, हामीमाथि रुल गर्नको लागि चाहिँ निर्वाचित भएका जनप्रतिनिधिहरूले भन्ने जवाफ हो यो। अब यसमा मैले केही पनि भन्दैन। अब अन्तिम हाकिम साहब, यो विषयलाई लिएर तपाईँ अब के भन्न चाहनुहुन्छ उहाँहरूलाई पनि र मेयर साहबलाई पनि के भन्न चाहनुहुन्छ? तपाईँ एउटा नेपाल सरकारको प्रतिनिधिको रूपमा नगरपालिकालाई अगाडि बढाउनको लागि परिराख्नु भएको छ, उहाँहरूलाई के सुझाव दिन चाहनुहुन्छ? होइन, मैले भनेको द्वन्द्वको समाधान भनेको आपसमा सहमति वार्ताबाट हो होइन। जसका जे छन् असहमतिका बिचका कुराहरूमा एउटा लिखितमा राखेर वार्ताको टेबलमा बस्नुहोस्, जहाँ बस्नुहोस्, एउटा चाँडै निकास दिएर काम कार्यलाई अगाडि बढोस्। रेडियो गङ्गाजललाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। ओके, थ्याङ्क यू। त्यसै गरी हामीसँग हुनुहुन्छ कर्जन्हा नगरपालिका वडा नम्बर 8 को वडा अध्यक्ष शम्भु ब्यार्जी। उहाँलाई सँग केही यसै विषयमा जानकारी लिन चाहन्छु। तपाईँहरूले आज जुन यो तालचा मार्ने काम गर्नुभएको छ, यसको आवश्यकता किन पर्यो तपाईँले बताउन सक्नुहुन्छ? धन्यवाद छ सरोजीलाई, रेडियो गङ्गाजललाई। अनि हामीहरू 27 गते आन्दोलन गरेको थियो। हजुर हजुर। आन्दोलनको क्रममा 10 बजे तल्चा लगाएको थियो नगरपालिकामा, त्यसपछि 3:30 बजे तल्चा खुलेको थियो। त्यति बेला मिर्चिया थाना अध्यक्ष तालचा किन लगाउनु पर्यो? तालचा लगाएर समस्याको समाधान हुन्छ त? एउटा जनप्रतिनिधि भएर तपाईँहरूले तालचा लगाउन मिल्छ? हामीहरू कार्यपालिकामा पटक कुरा उठाउँदाखेरि जुन विगतमा निर्णय भएको छ त्यसको पनि कार्यान्वयन गरिदिने, अटेरी गरिदिने, त्यो तहत हामीहरू अन्तिम परिस्थितिमा ताला मारेको छु। 27 गते 3 बजे यतिसम्म भनेको थियो मेयर साहेबले कि हामी 4 गते सोमबार बस्ने। हामी त्यति बेला नै परस भनिदिएको थियो कि हामीहरूको जो 18वटा माग छ यहाँ सूचना तास गरेको छु, त्यसको सर्टिफाई जवाब तपाईँलाई बाहिर दिनुपर्छ। किनभने हामी जवाब दिनको लागि त प्रमुख प्रशासक अधिकृतज्यूसँग पनि कुरा गर्दाखेरि उहाँ त त्यो जवाबहरू दिनको लागि, कतिपय जवाब दिनको लागि उहाँहरू तयार हुनुहुन्छ, तर पनि तपाईँहरू विवाद गर्न खोजिराख्नु भएको छ भन्ने कुराहरू आइरहेको छ नि। होइन, त्यो त अब यहाँ हामी सुरक्षा पनि रहन्छ, पब्लिक पनि छ, हामी 13 जना 14 जना निर्वाचित पनि छौँ, कार्यपालिका सदस्य पनि छौँ, वडा सदस्यहरू पनि छ, वार्ड अध्यक्षहरू पनि छ। हामीहरूको माग प्रत्यक्षमा बुझ्दाखेरि हामीहरूको समझदारीमा भएको थियो कि 4 गते हामी बाहिर दिन्छु, नगर कार्यपालिकाको बाहिर हामी प्रस्तुत गर्छु, तपाईँहरू पनि भन्नुहोस्, हामीहरू पनि भन्छु। त्यो आज तपाईँको 4 गते टाइम दिएर बिचमा कहाँ झुक्यायो मेयर साहेबले कि 27 गते आन्दोलन गरियो सरोजी। त्यसपछि 2 दिन पछाडि उसले कार्यपालिका बैठकको चिठी पठायो। त्यसपछि हामीहरूको जो माग थियो, जो संवाद थियो,
4 गते त्यो नगरिकन हिजो 4 बजे फेरि काससँग तपाईँको 4 वार्ड अध्यक्षलाई हामी जुन 4वटा वार्ड अध्यक्ष छु 9, 11, 6 वार्ड 4वटालाई फोन गरेर तपाईँको पर्सनल चिठी छ बुझिदिनुपर्छ भने चिठी पढ्दाखेरि त्यही संवादको लागि आज 10 बजे बोलाएको थियो। हामीहरू पनि 10 बजे टाइम टु टाइम पुग्दाखेरि हामी फिल्डमा बसेको छु कार्यालय कर्जला नगरपालिकाको कार्यालय भवनको प्राङ्गणमा। त्यहाँ तपाईँको 12 बजेसम्म उसले नआइदिने न कुरा बुझिदिने हामीहरूको टाइम टु टाइम गएको थियो। हामीहरूको त त्यही माग हो कि जुन कुरा 27 गते भएको छ त्यो आज पनि बाहिर आएर प्रेस काउन्सिलिङ गरौँ। हजुर तपाईँले योभन्दा अगाडि यो अटेरीको पनि कुरा गर्नुभएको छ के हो मेयर साहबले कहाँनिर अटेरी गर्नुभएको छ र यस्तो शब्द किन प्रयोग गर्नु पर्यो तपाईँले? अटेरी गरेको छैन त त्यही कुरा त हामीहरू भन्छु कि सुनिदिनको लागि नै पत्रकार सम्मेलन मार्फत बाहिर खुल्लामा बसेर सुनिदिनुपर्छ बुझिदिनुपर्छ। यदि अटेरी छैन भने हामीहरूलाई बरु अटेरी गर्दैछु तपाईँहरूको नजरमा त हामीहरू प्रिफरेन्स सजाय भोग्न तयार छु नि। तपाईँको भनाइअनुसार मेयर साहबले जनताको पक्षमा काम गरिरहेको छैन, जनताको पक्षमा छैन मेयर साहबको पक्षमा अहिले जनता छैन त जनता आफै भनिरहेको छ। तपाईँ 27 गतेको भिजुअल हेर्नुहुन्छ कि म बखराको जनप्रतिनिधि हो त हामीहरू त त्यसै लागेको छ यो त अहिले बखरेको जनप्रतिनिधि हो। अहिले पब्लिकको काम भएको भए तपाईँ पनि यही नगरवासी हो, तपाईँ अरू ठाउँको होइन। अहिले मच्छर डेङ्गु लागिसक्यो तपाईँको मच्छरको दबाई औषधि छिरियाइरहेको छैन। अहिले तपाईँ सबै वार्डमा स्वास्थ्य शाखामा जानुहोस् सिटाइल छैन। हामी आन्दोलन गर्छु त एक दिन पछि आन्दोलन 27 गते छ 28 गते तपाईँको स्वास्थ्य शाखाबाट 2वटा ओटी पठाउँछ। अहिले कर्जला नगरपालिकामा बिपीको तपाईँको पेसेन्ट सुगरको यदि तथ्याङ्क निकाल्नुहुन्छ भने हजार मान्छे छ रेगुलर औषधि खाइरहेको छ अति विपनहरू तर हेल्थ पोस्टमा जान्छ औषधि लाउनको लागि त भन्छ कि छैन। त यो स्वास्थ्य शाखाको दिने काम हो, नगरपालिकाको दिने काम हो, वार्ड अध्यक्षलाई दिने काम होइन। वार्ड कार्यालयबाट दिइरहेको छैन, यो नगरबाट बजारले पैसा छुट्याएको छ वियोजन भएको छ। त्यही माग हो कि तपाईँ टाइम टु टाइम पठाइदिनुहोस् तर पठाइरहेको छैन, त्यो अटेरी नै हो नि। हजुर अघि तपाईँ पनि एउटा जनप्रतिनिधि हुनुहुन्छ, वडामा जनताबाट निर्वाचित भएर आउनुभएको छ, छातीमा हात राखेर भन्नुहोस् साँच्चीकै नगरपालिकाभित्र अहिले व्यतिथिहरू बढिराखेको छ? हामीहरू युवा थियो सरोजी। हजुर हामी पनि राजनीतिमा हुमेको छु, वार्ड अध्यक्ष गौरवले यहाँको मतदाताले जिताएको छ। हामी प्रतिशोधको राजनीति गर्न आएको छैन। 8 नम्बरमा एकदम सिद्धान्त विचार नीति बोकेर हामी राजनीति गर्दैछु, वार्ड कार्यालय चलाउँदैछु। तर मेयरको कर्णामा हेर्नुहुन्छ भने छ व्यतिथि 2-4वटा ठ्याक्कै त्यस्ता कर्णामाहरू बताइदिनुहोस् न, के छ त्यस्ता कर्णामाहरू? तब त्यही तपाईँको स्वास्थ्य शाखाको पैसा वियोजन भएको छैन। आजसम्म कार्यपालिकामा प्रशासनिक भवनको विषयमा हामीहरू त आवाज उठाएको थियो नि। कार्यपालिकामा रेगुलर जुन दिन निर्वाचित भयो ती दिनदेखि कार्यपालिकामा कि तपाईँ नियम संगत तपाईँ कार्यपालिकालाई नामाकरण गरेर काम गर्नुहोस् न, हामीहरू तपाईँको साथमा छु। तर मेयर भनेको मेयर हुन्छ। नगरपालिकाको प्रशासकीय भवन बनाउनु पर्छ, यसमा तपाईँहरू 100% सहमत हुनुहुन्छ? छु। जहाँ 12 बजे रातिमा सही गराउँछ गरिदिन्छ। हाम्रो जति छौँ नि हामी आन्दोलनकारी कानुन सम्मत गर्छ भने 12 बजे रातिमा सही गरिदिन्छु, गरेको छु। तर अटेरी गरिराखेको छ। तपाईँको अटेरी गरिराख्नु भयो भने तपाईँहरू अबको प्लान के हुन्छ, के गर्नुहुन्छ भन्नुहोस्? हामीहरू प्लान शान्तिपूर्ण आन्दोलन गर्दैछु सरोजी। तपाईँ एउटा कुराहरू जानकारी पाउनुहोस्। तपाईँको करोडौँको कोल्ड स्टोर कलप्स गरिदियो, हामीलाई कलप्स भइहाल्छ त्यसपछि जानकारी गर्छ। यो नैतिकता होइन नि। अब हामीहरू आफै खोज्छु। आम जनताहरू सुनिराख्नु भएको छ, के भन्न चाहनुहुन्छ भन्नुहोस् त? के को विषयमा? यो मेयर साहबलाई के भन्न चाहनुहुन्छ? अब यो आम जनताहरू मेयर साहबलाई भन्दैछु कि तपाईँ भन्नुहुन्छ कि म बाख्राको मेयर हो त बाख्राको मेयर छैन भने तपाईँ जुन संवाद भएको छ 27 गते नैतिकताको आधारमा छातीमा हात राखेर कि म बाहिर खुल्ला सत्रमा म आफ्नो प्रस्तुत गर्छु त्यो गरिदिनुपर्छ। यदि गरिदिँदैन भने तपाईँको पनि क्वेसन छ कि तपाईँहरू के गर्ने। त हामीहरू शान्तिपूर्ण आन्दोलन गर्दैछु, जति सक्छु निर्वाचितहरू त्यति गरेर यो समाजलाई प्रस्तुत गरेर हामी छोड्छु नि। अब तपाईँहरू चाहिँ व्यतिथि विसङ्गतिका विरुद्धमा एकजुट भएर लड्नुहुन्छ, अब छोड्नुहुन्न? अब कहाँ राम्रो कुरामा मेयर साहब अहिले पनि 12 बजे रातिमा राम्रो कुरा गर्छ भने नगरपालिकामा त्यो हामीहरू सहमतमा छु नि। यदि राम्रो कुरा गर्दैन भने व्यतिथिको विरोध हामीहरू उठाउँछौँ नि, यसरी नै उठाइदिने नि। हस्, रेडियो गङ्गाजले समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। ल, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।